त्यसरी अगाडि आगो लाग्यो भने के गर्नुपर्छ ढुङ्गे लटपटिने है राम्रोसँग लटपटिने यसरी लटपटिँदा के हुन्छ त्यो आगोले अक्सिजन पाउँदैन अथवा भइबाट नै आगो निस्कन्छ अब यो छातीमा अथवा अगाडिपट्टि लागेको छ भने है हाम्रो खुट्टाहरूमा लाग्न सक्छ हातमा लाग्न सक्छ त्यो चाहिँ मान्ने गर्ने के लटपटियो भने चाहिँ त्यसले के गरिदिन्छ माटो अथवा यो सिमेन्टले चाहिँ त्योसँगै बस्दाखेरि अक्सिजन पाउँदैन लिन्छ तर यो चाहिँ ठिकै आगो लाग्यो भने के ख्याल गर्नुपर्छ भने यसमा कहिले पनि पानी हाल्नु हुँदैन है पानी हाल्नु पानी हाल्यो भने त्यो आगो निक्दैन बलिरहन्छ कारण यसको लाग्दा चाहिँ त्यो तेल माथि लगिन्छ पानी तल पर्छ बलिन्छ यसलाई चाहिँ अक्सिजन छोड्नलाई ढकनले ढाकिदिनुपर्छ है ढकनले ढाक्दा तलबाट ढाक्नुपर्छ माथि यसै ढाक्दा हात पर्न सक्छ अनुहार पर्न सक्छ यसलाई चाहिँ साइडबाट लेप गरेर यसरी ढाकिदिनुपर्छ र ढाकिरहेर एकछिन चाहिँ राखिरहनुपर्छ त्यो भएपछि आफू हुन्छ अब हामीले जसले किचनमा काम गरेको छ अथवा नजिक जो हुन्छ उसले यो काम गर्नुपर्छ है